हेलो सबैजनालाई आज अलिक ढिलो भयो है। अब आज ढिलै जाँदैछु म। काम थियो अलिअलि। अब यिनीहरूलाई पनि अहिले नै खाना दिएर जान्छु है। अब ती तीनजना छ, यिनीहरूलाई भोगे राख्नु भएन। अब अनि हिजो भिडियो बनाएको थिएँ के होइन, एडिट गर्दै थिएँ। एडिट गर्दा गर्दै उड्दिरह्यो भने सब कहाँ के थिची पठाएँ। त्यो हिजोको भिडियो आउनु पाएन। अब आजको चाहिँ खास भनेको मेरो बिहानको मैले एउटा टार्गेट फिक्स गरेको छ क्या, म कति एरो हान्छु के गर्छु भनेर। त्यो ढिलो भए पनि खासै के छैन, टार्गेट पुरा गरिहालिन्छ नि होइन। है त यिनीहरूलाई खाना दिएर अनि म निस्किन्छु। त्यसो ग्राउन्डमा भेट्नु। आज ग्राउन्ड त आयो, एक्लै पो भयो हौ। त्यो पनि केही छैन, मेरो सेट चाहिँ पुरा गरेर जान्छु होइन। अब मैले युजली 250 एरो हानिरहेछ क्या सर्टमा। त्यसपछि 250 एरो कम्प्लिट गरौँ अनि हामी पनि जाने हो। ल त सुरु गरौँ है त। अब 250 एरोको टार्गेट हो आज मेरो फर्स्ट एरो। नट ब्याड, ठिकै छ। अझै वार्मअप भइसकेको छैन। एक सेट पछि टेक्निकमा फोकस गर्छु। अहिले चाहिँ ज्याम मात्रै हान्ने। थाक्न थाल्यो अब चाहिँ, त्यही भएर रेस्ट लिनै पर्ने भएको छ। ल आजको 250 एरो सकियो। डेन्जर थाक्यो तर मजा आयो। अब इभिनिङको पार्ट सुरु गरौँ। म 1000 चोटि स्किपिङ गर्छु। त्यसपछि पुसअप कति सकिन्छ है पुसअप गर्ने, त्यति हो आजलाई चाहिँ। अनि बो ट्रेनिङ त्यसपछि है।
बोसँग एसपीटी स्पेसिफिक पावर ट्रेनिङ भन्छ। एसपीटीमा पनि 3 टाइप्स छ क्या। एउटा होल्डिङवाला हो, अनि यो चाहिँ पावरको लागि हो, एकदम पावरको लागि हेल्प गर्छ। मैले 2 दिन भयो गरेको, डिफ्रेन्सको मलाई फिल भइरहेछ कि। अनि आज गर्ने पावरवाला हो। त्यसपछि अर्को चाहिँ रिल्याक्सवाला हुन्छ क्या, मसल्स रिल्याक्स गर्ने होइन। त्यो चाहिँ मसल्स स्टिफ हो, 2-3 दिन कन्टिन्यू हानेपछि 1 दिन गर्ने हो कि। तर आज चाहिँ हामी सेकेन्डवाला पावरवाला गर्छौँ। 5 सेट है, ल्याउने, एङ्कर, फेरि छोड्ने, एङ्कर, छोड्ने, यो 7चोटि मिनिमम, अनि झार्ने है। 5 राउन्ड गर्छौँ है त। लास्ट राउन्ड हातेलाला क्लिक भइसक्यो। यो सकेपछि आजलाई ऱ्याप अप। हस् त, आजको लागि यति नै। भोलि केही नयाँ गरौँला। बाई बाई।